नमस्ते सबैजनालाई। आजको यात्रा हाम्रो साउथ कोरिया ग्yeonggi-do-मा अवस्थित गुनपो रोयल अजिलिया हिलसम्मको रहेको छ। गुनपो रोयल अजिलिया हिलमा चाहिँ हामी फाइनली आइसकेका छौँ, जसलाई चाहिँ कोरियनमा छल्चुक थोङसान पनि भनेर भनिन्छ। छल्चुक थोङसान भनेर चाहिँ सर्च गर्नुभयो भने तपाईँहरूले सजिलै भेट्न सक्नुहुन्छ यसको लोकेसन। अहिले अजिलियाजको बोटहरू फुलेर रातमै भएका छन्। अप्रिलको लास्टको हप्तादेखि लगभग मेको फर्स्ट विकसम्म चाहिँ यहाँको अजिलियाजहरूको बोटहरू चाहिँ फुलेर एकदम पिकमा फुल्ने गर्छन् र घुम्नको निमित्त चाहिँ यहाँ यति बेला चाहिँ धेरैभन्दा धेरै मानिसहरू आउने गर्छन्। गोप्रो नि होइन क्या त, त्यो घाँटीमा झुन्डाउने हुँदैन हो त्यो क्या। प्रत्येक वर्ष यहाँ चाहिँ गुनपो अजिलियाज फेस्टिभल पनि चल्ने गर्छ। हामीले चाहिँ यो फेस्टिभल पनि मनाउने अवसर पायौँ, अलिकति अनुभव लियौँ यसको पनि। र गुनपो अजिलियाज हिलको चाहिँ यात्रामा भरपुर मनोरञ्जन लियौँ। सम्पूर्ण कुरा चाहिँ तपाईँहरूले चाहिँ फुल भिडियोमा देख्न सक्नुहुनेछ। ल चेज गरौँ, ल चेज यहाँनिर फेरि हामी चाहिँ के अरे अजिलिया हिलमा चाहिँ आएर चाहिँ यहाँ फेस्टिभल पनि मनाइँदैछौँ। हामीलाई चाहिँ अब निमन्त्रणा आयो क्या यहाँनिर चाहिँ। कस्तो भन्दाखेरि चाहिँ अब यति फर्किन आँटेको थियौँ, तर यहाँको चाहिँ अब गुम्पोमा रहेको चाहिँ रोयल अजिलियाको चाहिँ यो चाहिँ फेस्टिभल पनि नमनाइ नहुने भयो भनेपछि चाहिँ ल नि त भनेर यो चाहिँ व्यवस्थापन गरियो। गुनपो अजिलियाज हिलमा आइसके पछाडि चाहिँ छुट्टाउनै नहुने अर्को एउटा ठाउँ पनि रहेको छ, जसको नाम चाहिँ रहेको छ चोमागकोल इको पार्क, जसलाई चाहिँ कोरियनमा चाहिँ छोमागकोल सेङते खोङवन भनेर भनिन्छ। जसको चाहिँ लोकेसन चाहिँ एकै ठाउँ रहेको छ। दुईवटा ठाउँको लोकेसन चाहिँ को कनेक्सन चाहिँ एकै ठाउँमा रहेको छ, जसले गर्दाखेरि चाहिँ यो ठाउँमा चाहिँ एकदमै तपाईँहरू आइसकेपछि नछुटाउनु होला। यी दुवै ठाउँको कनेक्सन एकै ठाउँ भएको कारणले गर्दाखेरि गुनपो अजिलियाज हिलको टपबाट अलिकति 5 मिनट उता जानुभए पछाडि चाहिँ यो अर्को खोङवन पनि भेटिनेछ र यो खोङवन पनि एकदमै राम्रो छ। तपाईँको चाहिँ यति बेला चाहिँ तपाईँ यहाँ टुलिप फुलहरू पनि कतिपय फुलिरहेको हुन्छ, त्यहाँ पनि एकदमै झर्नाहरूको दृश्यहरू र एकदमै हरियाली र अन्य थुप्रै संस्कृतिको कुराहरू त्यहाँ गएर तपाईँले सिक्न सक्नुहुनेछ। आजको ब्लगमा चाहिँ तपाईँहरूलाई हामीले दिनभरिमा कता कता घुम्यौँ, के गर्यौँ भन्ने कुराहरूलाई देखाउनेछौँ र धेरै नयाँ कुराहरू सिक्नेछौँ र तपाईँहरूलाई पनि सिकाउनेछौँ। आउनुहोस् आजको ब्लग अन्तिमसम्म हेरौँ। पुरै यो धराने कालो बङ्गुर घुम्दै रहेछ। नानी यार त्यत्रो सनस्क्रिन लगाएर आएको के मजा हो त। कालो आयो नि, त्यत्रो सनस्क्रिन लगाएर आएको कालो आयो भन्दा चाहिँ बुढाहरू अब चिट्टा परेर आयो आउन त छैन, यहाँ तरु नि छैन, सबै चौरी परे छाला मात्रै वाक्क लाएर उराट लाएर किन आएछु म जस्तो भइरहेको दाइलाई।